पछिल्लो समय सामाजिक सञ्जालमा ह्याकरहरूले नयाँ तरिका प्रयोग गरी तपाईँहरू माझमा आउने कोसिस गरिरहेका छन्। हामीलाई केही समय अगाडि लगभग 4-5 वटा इमेल लगातार आइसकेपछि त्यो इमेललाई हामी अध्ययन गऱ्यौँ र त्यो इमेललाई अध्ययन गरिसकेपछि त्यो इमेलबाट हामी माझमा ह्याकरहरू कसरी आउन खोजिरहेका छन् त्यो जानकारी दिने उद्देश्यका साथ आज हामी प्रस्तुत हुँदैछौँ। उक्त इमेलहरूमा अथवा तपाईँलाई म्यासेज पठाइएको छ भने त्यो म्यासेजहरूमा फेसबुक कम्पनीको एड्रेस ठेगानाहरू, त्यस्तै फेसबुक कम्पनीको नाम र फेसबुकको नै सम्पूर्ण विवरण राखेर फ्रड यस्तो हुन्छ उस्तो हुन्छ भनेर तपाईँलाई सिकाएको जस्तो गरी तपाईँलाई विभिन्न विवरणहरू भर्न लगाइनेछ। त्यहाँ एउटा लिङ्क पनि हुन्छ, त्यो लिङ्क खोल्ने कामै नगर्नु होला र त्यो लिङ्कमा तपाईँले सम्पूर्ण विवरण राख्न उनीहरूले भनिरहेका हुन्छन् त्यो इमेलमा। त्यसैले तपाईँले त्यस्ता विभिन्न किसिमका गतिविधिहरू आफ्नो सामाजिक सञ्जालबाट नगर्नु होला। त्यस्ता इमेल एड्रेसलाई ब्लक गर्ने काम गर्नु होला र यदि तपाईँको पेजमा त्यस्तो म्यासेज आइरहेको छ अथवा तपाईँको आइडीमा म्यासेज त्यस्तो आइरहेको छ भने तपाईँको जुन एकाउन्टमा म्यासेज आइरहेको छ त्यो म्यासेज सेन्डरलाई त्यहाँ तपाईँले ब्लक गर्न सक्नुहुन्छ र ब्लक गर्नु होला। र तपाईँलाई हामीले प्रमाणस्वरूप हामीलाई पठाइएका इमेलहरू कस्ता हुन्छन् अथवा त्यस्ता ह्याकरले पठाइएका इमेल कस्ता हुन्छन् त्यो प्रमाणस्वरूप यहाँ भिडियोमा पनि राखेका छौँ र कमेन्ट सेक्सनमा पनि हामी राखिदिनेछौँ। त्यसैले तपाईँ टिकटक चलाउँदै हुनुहुन्छ, फेसबुक चलाउँदै हुनुहुन्छ, इन्स्टा चलाउँदै हुनुहुन्छ, ट्विटर चलाउँदै हुनुहुन्छ, युट्युब चलाउनुहुन्छ, जुनसुकै सामाजिक सञ्जाल चलाउँदै हुनुहुन्छ भने पनि यहाँलाई कसैले त्यस्ता इमेलहरू म्यासेजहरू पठाइरहेका छन्, लिङ्कहरू पठाइरहेका छन् भने त्यो ओपन गर्ने काम नगर्नु होला र आफू सुरक्षित रहनु होला, आफ्नो आइडी सेफ राख्नु होला। त्यसैले यहाँहरूलाई पनि त्यस्तो इमेलहरू त्यस्ता म्यासेजहरू आइरहेका छन् भने यहाँले कमेन्ट सेक्सनमा राखिदिन सक्नुहुन्छ, किनभने अन्य युजरहरू त्यसबाट सुरक्षित कसरी बस्ने भने उहाँलाई केही आइडिया हुन सक्छ। त्यसैले मैले केही कुराहरू तपाईँहरू माझमा राखिसकेँ। आजलाई यति, हस्त।